अब रात्रि बस नयाँ वर्षमा सुरुवात भयो, यो निरन्तर चलिरहनेछ। जसले गर्दाखेरि काठमाडौँ उपत्यका सिँगै काठमाडौँ उपत्यकामा व्यवस्थित, सुरक्षित र वातावरण मैत्री यातायातको यो यात्रा शुभारम्भ सँगसँगै निरन्तर रूपमा अघि पनि बढ्नेछ। महत्त्वपूर्ण दिन, महत्त्वपूर्ण निर्णयको कार्यान्वयन हुन लागेको दिन। सबैभन्दा पहिला यहाँ सबैजनालाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दछु र यो शुभकामनासँगै यो थालनी आज हामीले रात्रिकालीन बस सेवाको सुरुवात गरेको कुनै ठाउँमा गएर रोकिनलाई हैन, यो निरन्तरता दिनकै लागि हो। अझै विस्तार गर्दै जानको लागि यो सुरुवात गरेको हो। अहिले हामी दुईटा मात्र रुटमा सुरु गर्दैछौँ, किनभने हामी सबैजना बिके भइसकेका छैनौँ। यो दुईटा रुटबाट सुरु हुन्छ, क्रमशः रूपमा अरू रुटहरूमा पनि सुरु गर्नेछौँ। धेरैजनाले रिङ रोडमा पनि यो सेवा चाहिन्छ भन्ने माग गरिसक्नु भएको छ। अझ विशेष गरी बिहान सबैले काममा जानुहुने श्रमिकहरूको पनि आवाज उठ्न थालेको छ। बिहान हामीलाई सबैले बस भइदिए त अरू हामीले साधन चलाउन पर्दैन थियो। धेरै विद्यार्थीहरूले भन्न थाल्नु भएको छ बिहान 6 बजे कलेज लाग्छ, त्यो बेलामा स्कुल जाँदा कलेज जाँदाखेरि हामी पनि रात्रिकालीन सेवा जस्तै सबैले बिहानको बस सेवामा स्कुल जान पाए, कलेज जान पाए हुन्थ्यो भन्दै हुनुहुन्छ। त्यसका लागि पनि हामीले काम सुरु गरिसकेका छौँ। विशेष गरी म बुढा नीलकण्ठ र चन्द्रगिरी नगरपालिकाको प्रमुखज्यूहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हामीले बिहान सबैले 4:30-5 बजे बस सेवा सुरु गर्ने हो भने यो बस जुन राति जान्छ त्यही ठाउँमा हामीले चार्ज गर्ने व्यवस्था गर्नुपर्छ। अहिलेसम्म त्यो व्यवस्था भएको छैन। यद्यपि अब त्यो चार्जिङको लागि बुढा नीलकण्ठ र सँगसँगै चन्द्रगिरी नगरपालिकाका प्रमुखज्यूहरूले एकदमै खुला हृदयका साथमा एउटा कलको भरमा हामी ठाउँ दिन्छौँ है चार्जिङ स्टेसनको लागि भनेर भनिसक्नु भएको छ। त्यो चार्जिङ स्टेसन भएसँगै यो रात्रि सेवा मात्र होइन, सबैले बिहान पनि यो बस सेवा सुरु गर्नेछ। र यसको साथसाथै अब हामीले यसलाई क्रमशः रूपमा निरन्तरता दिनुपर्छ। हिजो किन फेलियर भयो भने हिजो हामी प्रफिट ओरिएन्टेड भयो, नाफा छैन अब बन्द गऱ्यौँ भने कतिपय सर्भिसहरू नाफामा फाइनेन्सियल प्रफिट अथवा भनौँ मुद्रामा पैसामा कति इन्कम भयो, कति खर्च भयो भन्दा पनि त्यसले कति हामीले जनमानसको जीवनलाई सहज बनाउनका लागि प्रभावकारिता कति भयो भन्ने महत्त्वपूर्ण हुन्छ। त्यसकारण यो चाहिँ हामीले फाइनेन्सियल बेनिफिटको लागि सुरु गरेको काम हुँदै होइन। बेनिफिट भयो भने झन् राम्रो सेवा वृद्धि गर्दै जाउँला, बेनिफिट भएन भने पनि यी हामीले आज संयुक्त रूपमा साइन गरेको कारण पनि के हो भने काठमाडौँ महानगरपालिका मात्र होइन, उपत्यकाभरिको सबै पालिकाहरूले यसलाई ओनरसिप लिनुपर्छ। र त्यो ओनरसिप कस्तो भने हामीले पनि गर्यौँ मात्र होइन, फाइनेन्सियल सेयरिङ हुनुपर्दछ, वित्तीय साझेदारी हुनुपर्दछ, त्यसपछि यसको दिगो रूपमा सञ्चालन हुन्छ। र त्यति मात्र नभएर विभिन्न प्राइभेट सङ्घ संस्थाहरू पनि छन् जुन चाहिँ नाइट इकोनोमीसँग जोडिने हुन्छ र टुरिज्म सेक्टरसँग जोडिने हुन्छ। ती सरकारवाला निकायहरूलाई पनि हामी एउटै टेबलमा ल्याएर क्रमशः रूपमा यसलाई कसरी दिगो बनाउने भन्नको लागि एउटा फन्ड पनि जेनेरेट गर्दैछौँ, जुन अहिले आइडियाको फेजमा छ, छिट्टै नै लागू हुनेछ। जसले गर्दाखेरि अब रात्रि बस नयाँ वर्षमा सुरुवात भयो, यो निरन्तर चलिरहनेछ। जसले गर्दाखेरि काठमाडौँ उपत्यका सिँगै काठमाडौँ उपत्यकामा व्यवस्थित, सुरक्षित र वातावरण मैत्री यातायातको यो यात्रा शुभारम्भ सँगसँगै निरन्तर रूपमा अघि पनि बढ्नेछ। र अन्त्यमा म भन्न चाहन्छु अब हामी काठमाडौँ उपत्यका, काठमाडौँ महानगरपालिका मात्र होइन, क्रमशः रूपमा सिङ्गो काठमाडौँ उपत्यका अझ धेरै सुरक्षित, अझ धेरै गतिशील भएर अघि बढ्नेछ। धेरै धेरै धन्यवाद। र तपाईँहरूलाई कति धेरै कुरा सोध्नु मन छ होला, अब बसमा तपाईँहरू पनि हामीसँगै सवाल गरौँ, त्यहाँ बसमा कुरा गर्दै जाउँला। धेरै धेरै धन्यवाद छ। भिन्दै किसिमको विचार छ। सादा यातायात भनेको नेपालमा चाहिँ सार्वजनिक बस सञ्चालन गर्नमा यो जतिको माहिर, यो जतिको कामयाब, यो जतिको सफल संस्था चाहिँ छैन। यसमाथि पनि नेपालको राजधानीको महानगर, छिमेकी महानगर र त्यसपछि पनि अन्य नाम चलेको नगरपालिकाहरू पनि यसमा चाहिँ आबद्ध रहेको कारणले गर्दाखेरि सुरु गर्नु ठुलो कुरा होइन, तर यो चाहिँ सस्टेनेबल हुनुपर्छ।
यो कुनै पनि हातमा रोक्न पाइँदैन, रोक्नु हुँदैन। औँसीमा सुरु गरेर पूर्णिमामा बुलायो भने त खतम, हाम्रो त इज्जतै जान्छ। कसैले त्यसै नहोस् भन्नको निमित्त मेरो एउटा विशेष प्रस्ताव के भने यो कार्य यो साझा बसको चाहिँ अहिलेको निमित्त जुन बिना रूपमा चलाइएको छ, अहिले 3 महिनाको निमित्त साझाले सम्पूर्ण बस बेहोर्ने भन्ने कुरा छ। 3 महिना पश्चात यस्तो किसिमको सार्वजनिक बसमा हामीले महानगर काठमाडौँ राजधानी जस्तो ठाउँमा चाहिँ चलाइएको महानगर अन्तर्गतको बसहरू चलाउँदै गर्दा त्यो शुल्क लिनु चाहिँ मलाई जहाँसम्म लाग्छ राम्रो होइन। यो चाहिँ सुरु गर्नुपर्छ। विश्वको कुनै पनि मेट्रो सिटीहरूमा, क्यापिटल मेट्रो सिटीमा लगभग धेरै ठाउँमा फ्री गरिएको छ। तसर्थ अहिलेको सन्दर्भमा अब चाहिँ बजेट मेकिङ सेसन आइरहेछ। तसर्थ यो टाइममा चाहिँ साझाले चाहिँ हामीलाई अलिकति कानेखुसी गर्नुहोस्, यसको निमित्त यति पैसाको व्यवस्थापन गर्नुपर्दा जस्तो छ है भन्नुहोस्, अनि हाई साइडमा आउनुहोस्, तपाईँले हामीलाई भन्नुहोस्। हामी चाहिँ अहिले बजेट मेकिङ सेसनमा चाहिँ कति पैसा ललितपुर महानगरपालिकाले यो साझा बसमा चाहिँ निःशुल्क चलाउनको निमित्त हामीले चाहिँ कन्ट्रिब्युसन गर्नुपर्ने हो, त्यसको व्यवस्थापन चाहिँ हामी त्यसमा चाहिँ हामी समावेश गर्छौँ है त। यति नै कुरा व्यक्त गर्दै यो अति राम्रो कामको शुभारम्भ हुन गएकोमा सबैलाई शुभकामना, धन्यवाद।